सकेसम्म हामी टोयलेटमा नि लुक्न जान्छौँ अनि वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज आज चाहिँ वी आर एट ग्रासल्यान्ड अनि त्यसपछि हामी यहाँ चाहिँ है ब्यान्ड चाहिन्छ कि यहाँ बस्नको लागि ब्यान्ड चाहिन्छ बट वी डोन्ट ह्याभ ब्यान्ड गाइज अनि लेट्स सी अब के हुन्छ यहाँबाट एउटा दाई हुनुहुन्छ उहाँ अहिले देखिनु भएको छैन होइन हामीले त ब्यान्ड चाहिँ लिएको छैनौँ कि अनि तर वी विल बी सर्भाइभिङ यहाँ लेट्स सी अब के हुन्छ है लास्टसम्म अब यहाँबाट निकाल्दै पनि हामी जान्छौँ तर वी विल म्यानेज टु स्टे होइन यो स्टलमा यो सबैको स्टल छ क्या गाइज अनि यहाँ कन्सर्ट छ होइन अब यो कन्सर्टमा त बस्नु पर्यो सो वी आर डुइङ दिस काइन्ड अफ च्यालेन्ज भन्न मिल्छ यसलाई लेट्स सी अब कतिको सर्भाइभ गर्न सक्छौँ हामी यहाँ आज या होप यु गाइज विल इन्जोय गाइज अहिले चाहिँ म्याक्सिममले ब्यान्ड लगाइसक्नु भएको छ होइन अनि मेरो यो स्टलमा बसेको नानीले चाहिँ लगाएको छैन अनि हामीले पनि लगाएको छैनौँ तर अरूले चाहिँ सबैले लगाइसक्नु भएको छ हातमा चाहिँ ब्यान्ड होइन यु क्यान सी वाइट ब्यान्ड सबैको लेट्स सी गाइज अब कतिसम्म सर्भाइभ गर्न सक्छौँ हामी होइन वी विल गिभ आवर बेस्ट सकेसम्म हामी टोयलेटमा नि लुक्न जान्छौँ अनि यताउता कता लुक्न पाइन्छ सबै लुक्न जान्छौँ गाइज अब हेरौँ कतिसम्म सर्भाइभ गर्छौँ एन्ड आई विल डु माई बेस्ट समर सेसनलाई समातेर बसेको छौँ गाइज यसरी होइन यो स्टलमा छौँ यो चाहिँ एकदमै कर्नरवाला स्टलमा रहेको छ होइन एन्ड एभ्री वान इज हियर यसरी अनि गेट पनि बन्द भइसकेको छ गाइज गेट इज अलरेडी क्लोजवाला होइन अब हेरौँ सबै यस्तो भइसक्यो होइन अब हामी कसरी सर्भाइभ गर्छौँ भनेर अनि सकेसम्म चाहिँ हामी यही स्टलको मान्छे हो भनेर बस्ने ट्राई गर्छौँ लेट्स सी गर्नुहुन्छ यसरी अङ्कल आइसक्नु भएको छ सोडा खाना आउनु भएको छ गाइज है अघि भर्खर यहाँ दाइ आएर गइसक्नु भयो उहाँहरूलाई चाहिँ ब्यान्ड पनि दिनुभयो त्यो ब्ल्याक लागोलाई ब्यान्ड पनि दिनुभयो अनि लिटरली गाइज म यति डराएर थिएँ म निस्किन्छु कि भनेर तर म निस्किनँ गाइज यो अटेम्प चाहिँ सफल भयो आई डोन्ट नो अब के हुन्छ अब हेर्दै एक्जाम गाइज यिनीहरू यहाँ बसिरहेछन् अहिले चाहिँ धेरै मान्छे पनि छैन कि त्यही भएर दाइ आएर गइसक्नु भयो अब एकछिन हेरौँ के हुन्छ हो त्यो वाला डोर छ नि त्यहाँ गएर लुक्ने भनेर सोचिरहेको छौँ तर दाइ आउनु भएको छैन सर्भाइभ गऱ्यो भने एकदमै ब्लास्ट रमाइलो हुन्छ सर्भाइभ हुन्छ नै छ हामीलाई अब हेरौँ के हुन्छ गाइज गाइज अहिले गाइज यहाँ ठुलो चेकिङ भइरहेछ बट हि इज काइन्ड अफ इग्नोरिङ अस हामी यही छौँ गाइज मिलाउँछ हेरौँ है हामीलाई एउटा ब्यान्ड मात्रै चाहिरहेको छ कि अब नानीसँग छ अर्को ब्यान्ड सो एउटा मात्रै ब्यान्ड चाहिएछ गाइज हामी नलुक्ने अहिले दाइ आउने बित्तिकै लुक्छौँ त अहिले फोटो सेसन है छ फोटो सेसनको लागि सबै उभिया रहेछन् होइन नानी त डराएर सब उभिरहेछन् ती अब हामी लुक्न जाउँ गरेर थियो होइन नानीले तर हामी अहिले लुक्नु परिरहेको छैन गाइज वी आर सर्भाइभिङ गाइज अब हाम्रो एउटा ब्यान्ड पनि मिल्छ आज मिलेपछि हामी यही बसेर रमाइलो गर्छौँ till 10 she will be here and I will be here हेलो मेरो चाहिँ मिस्टर सोडा अब भर्खरै 2 मन्थ जति हुन लागिसक्यो रन हुन थालेको चाहिँ है हाम्रो चाहिँ सोडा पानीको सोडा मिस्टर सोडा अनि त्यसपछि चाहिँ अहिले चाहिँ हाम्रो भेलभेट लक्सको अगाडि होराइजन चोकमा एउटा सप छ अनि त्यसपछि हाम्रो चाहिँ अहिले यो चिनोको ब्याक साइड अमरपथ सेकेन्ड सप अनि भैरवा युसिएमएस कलेज चिया हलिकमा पनि हजुरहरूले मिस्टर सोडा ट्राई गर्न सक्नुहुन्छ र हामी भेरी सुन पोखरा आउँदैछौँ सी यू गाइज guys one thing you know like अहिलेसम्म हामी यहाँ जति इन्स्टलमा यो काइन्ड अफ यो के छ ओ यसलाई के भन्छ कन्सर्ट होइन यो जुन कन्सर्ट छ नि यसमा हामी सर्भाइभ गरेको विथ ओन्ली वान ब्यान्ड वी हेभ जस्ट सर्भाइभ दिस कन्सर्ट इन ग्रासल्यान्ड अनि यो सबै भएको चाहिँ एउटा मात्रै रिजन छ द्याट्स
नानी है यो नानीले गर्दाखेरि चाहिँ वी आर सर्भाइभिङ हियर अहिले अनि अघि नैसम्म चाहिँ आई वाज जस्ट प्यानिकिङ के लाइक ल अब के हुने होला होइन अब फेरि के हुन्छ ल दाइ आएर फेरि निकालिदिनु चाहिँ यस्तै यस्तै भइरहेको थियो मलाई बट अहिले गाइज आई एम फ्री लाइक मलाई केही पनि फिल भएको छैन आई एम इन्जोइङ दिस वाट एभर थिङ एन्ड इट्स सो ग्रेट कति धेरै मान्छेहरू आइसक्नु भएको छ होइन तिमीलाई चाहिँ वेलकम टु बुटवल होइन अनि यु गाइज आर सो डेडिकेटेड टु कन्टेन्ट क्रिएसन होइन विश यु अ ग्रेट फ्युचर अहेड हामी चाहिँ बुटवलमा अलिअलि चलपल दिइरहेको हुन्छौँ सो गाइज स्टे ट्युन स्टे अपडेटेड अब केही दिन गाइज लास्टमा घुमिफिरि हामी यही स्टलमा आयौँ गाइज यही स्टलमा छौँ बट हामी वी आर सर्भाइभिङ है गाइज अहिलेसम्म अङ्कलले थाहा पाउनु भएन अनि अङ्कलले चाहिँ लिटरली चेक गर्न नै आउनु भएन 2-3चोटि इग्नोरै गर्नुभयो हाम्रो एक्जिस्टेन्स नै इग्नोर गर्नुभयो आज एन्ड वी आर ह्याभिङ अ ग्रेट टाइम हियर लाइक कति धेरै मान्छेहरूलाई भेट्यो हामीले क्रिएटरलाई नै भेट्यो एन्ड नानी त छँदैछ नि यहाँ सो नानी पनि यही छ गाइज आइ एम हियर इन स्टलमा अनि आई वाज सो क्युरियस अघिदेखि म त्यो स्टलमा बसेर यहाँ हेरिरहेको थिएँ होइन हि इज डुइङ हियर होइन अनि यहाँ चाहिँ यस्तो पेन्टिङहरू भइरहेको छ अनि यहाँ डुइङ पेन्टिङ अनि यहाँ दाइले पनि पेन्टिङ गरिरहनु भएको छ अघि नैदेखि आई वाज जस्ट बिङ क्युरियस है के रहेछ यहाँ भनेर मलाई अघि नैदेखि आउनु मन थियो अनि यहाँ चाहिँ दाइ हजुर के गरेर हजुरले अहिले आर्ट गरिरहेको नि यो चाहिँ हजुरले के को लागि गरेर दाइ जस्तै म चाहिँ पेसाले चाहिँ ट्याटु आर्टिस्ट हो तर पनि हामीले अब आर्टहरू गर्नुपर्छ अनि यहाँ चाहिँ अब ट्याटु बनाउनु त मिलेन अब ओपनमा त्यही भएर यो खाली समयमा चाहिँ यसो आर्टहरू गरौँ यहाँ भाइहरूले गरिरहेको छ अहिले चाहिँ यहाँ दाइ चाहिँ ट्याटु आर्टिस्ट हुँदैछ अनि उहाँले चाहिँ यसलाई प्रमोट गर्नको लागि चाहिँ यो बाजहरूमा आउनु भएको रहेछ अनि दाइ हजुरको पसल चाहिँ कहाँ छ भनिदिनु न एकचोटि मेरो स्टुडियो चाहिँ ट्राफिक चोक फुटबल बाट अलिकति भित्र बिपी चोकमा हो ट्याटु स्टुडियो ट्याटु बिच फुटबल दाइले चाहिँ पुरै कस्टमाइज गरेर कस्टमरको कस्तो मनपर्छ कस्टमरलाई के राम्रो लाग्छ भनेर दुईजना बसेर सल्लाह गरेर यो इन्स्टा अकाउन्टहरूबाट कपी पेस्ट गरेर होइन कि लाइक कस्टमाइज वेमा उहाँहरूले ट्याटुहरू बनाउनु छ लगाउनु होला गाइस सबै भिजिट गरिदिनु होला थ्याङ्क यू गाइस अब चाहिँ हामी यो एउटा स्टलमा आएको छौँ होइन मान्छेहरू देख्न सक्नुहुन्छ धेरै नै हुनुहुन्छ अनि यसमा चाहिँ अब के सामान पाइन्छ यहाँ चाहिँ यसरी ह्यान्डमेड बुकेहरू पनि पाइन्छ गाइस यसरी ह्यान्डमेड बुकेहरू पनि पाइन्छ अनि त्यसपछि यहाँ यस्तो कस्मेटिक सामानहरू इयरिङहरू सबै पाउँछ गाइस यहाँ दुईजना दिदी बस्नु भएको छ दी यहाँ के पाउँछ यहाँ हाम्रो सबै सामानहरू किचन अनि फ्लावर सनफ्लावरको अनि नेम ब्याचहरू सबै पाइन्छ यहाँ ह्यान्डमेड सबै ह्यान्डमेड हो हजुर हाम्रो पसलको नाम चाहिँ बार्बिक्युएसन इन्स्टाग्राममा नि फलो गर्नु होला एन्ड टिकटकमा लोकेसन हाम्रो चाहिँ अनलाइन हो अनलाइन हजुर हामीले यो ह्यान्डमेड हो ह्यान्डमेड हामी आफै बनाउँछ अल ओभर नेपाल डेलिभरी हुन्छ गाइस अब चाहिँ दिदीले हामीलाई एउटा सानो गिफ्ट दिन आँट्नु भएको छ द्याट इज दिस इज सनफ्लावर गाइस ह्यान्डमेड आफ्नै हातले बनाएको यति राम्रो दिदीले आफ्नै हातबाट बनाएको गाइस सो यो सानो गिफ्ट चाहिँ म दिदीले मलाई लगाइदिँदै हुनुहुन्छ क्ल्याप 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 गाइस लुक एट दिस कति राम्रो देखिएको छ यो लाइक साडीहरूमा पनि राम्रो देख्छ है इभेन्टहरूमा लगाउँदा नि एकदमै राम्रो देखिन्छ गाइस यसमा चाहिँ लाली गुराँसको पनि छ लाइक यु क्यान सी यसरी बो सो गाइस थ्याङ्क यू सो मच दी थ्याङ्क यू यु आर वेलकम र अब दीको पसलमा सबैले भिजिट गरिदिनु होला गाइस अब चाहिँ हामीले प्याक गर्दैछौँ गाइस प्याक सो या गाइज आज चाहिँ प्रिन्सेसले आज हामीलाई सर्भाइभ गर्न एकदमै हेल्प गरेको चाहिँ उसले हो आज सो थ्याङ्क यू वेलकम
यो त म गरेरै छाड्छु सो या गाइस अब चाहिँ हामी जान्छौँ बाई बाई थ्याङ्क यू फर वाचिङ